हामी टिकापुर पार्क पुगिसकेका छौँ, भित्र आइसकेका छौँ। टिकापुर पार्क धेरै वर्षपछि आइयो यार। टाउको दुख्यो मेरो त। चलो खराबै हुँदो रहेछ यार। किन विदेशी भएर ढेङ्गा थिएँ। टिकापुर पार्क हामी पुगिसकेका छौँ। यहाँको दृश्य एकदमै राम्रो छ। धेरैजना आउँछन् होइन, पर्यटकहरू पिकनिक खान आउँछन्। वहाँ चल रहा है। पोखरा त के लाग्यो त्यति समदार चाहिँ घुम्नु क्या एकै ठाउँमा क्या अन्त बनाङ उस्ताङ पोखरा काट्ने अनि दहमाको चिन्ने केटाहरू हिँड्दा हिँड्दा आज दिनभरि थाकिसकेछन्, त्यही भएर मुख पनि बन्द भइसकेको छ। ओ माई गॉड, मान्छे धेरै आएको छन् यहाँ। अंदर फोटोग्राफी नहीं तो फोटो खिचाएको यहाँ सबैजना आएर फोटो पनि खिचाउँछ। यतामा हजुरलाई देखाउँदै गर्छ होइन, हेर्दै गर्नु होला। यहाँ हाम्रो सर फोटो खिच्न जाँदैछन्, हामी पनि एक दुई पोज हानिहालौँ होइन। कस्तो रुखा लाग्यो जस्तो भयो। सबैजना आउनु होला यहाँ टिकापुर। राम्रो छ पार्क, पिकनिक खानको लागि, घुम्नको लागि होइन। हेर्दै गर्नु होला होइन। यो घर चाहिँ वीरेन्द्र राजाले जापानैमा एक दिन बसेको घर हो होइन। यहाँ पहिला आउनु भएको थियो, एक दिन घर बसेको। यहाँ चाहिँ हेलिकप्टर बेलुका राखेर यहाँ विश्राम गर्नुभएको थियो एक रातको। यहाँ पहिले एकदमै राम्रो थियो, पानी आउँथ्यो। आज अहिले केही छैन, त्यो भइरहेछ। यहाँको सिन एकदमै राम्रो छ फोटो खिच्नलाई, घुम्नलाई पुरै छन्। आउनु होला हजुरहरूलाई। बोल्न पनि मन लाग्छ छैन। यहाँ एकदमै राम्रो फुल छ यार, एकदमै राम्रो फुल छ। बोल्न मनै लाग्छ छ्या लाग्यो। भित्र छ पार्की। ए चस्मै खसे यार। गुलाबको फुल रोपेको छ, एकदमै राम्रो पार्क बनाएको छ।
भर्खर पानी आइरहेको थियो बन्द भयो पानी आइरहेको थियो फेरि बन्द भयो घुम्दै गर्नु होला त्यसपछि आउँछ यता आउन न बस्न यार यहाँ बस्ने छ कि ठाउँ एकदमै राम्रो टिकापुर पार्कमा एकदमै राम्रो राम्रो दृश्य हेर्न पाइन्छ भित्र डेटिङ बसेछ आज यहाँ फोटो खिच्ने काम भइरहेछ कि आज हामी टिकापुर घुमिसक्यौँ अब जान लाग्छ अब बाहिर जान लाग्छ अब यहाँदेखि अब अर्को ठाउँमा जान्छ साँझ पनि भइसक्यो अब आजको भिडियो यति हो टिकापुर पार्क पुरै खिच्न त खिचेन अरू ठाउँ खिच्न पाएन बिरामी भइहालेको थियो अलि धेरै घुमेर होला चिसोले गर्दा बिरामी जस्तो लाग्यो त्यही भएर आउनु होला सबैजना राम्रो छ यहाँको ठाउँ सबैजना आउनु होला त्यति भन्दै अब भिडियो पनि अब अन्त्य गर्दैछु पार्क पनि सक्यो आजको च्यानलमा नयाँ हुन्छ लाइक सेयर सब्सक्राइब गर्नु होला बजार खेल्दैछन् केटाहरू आफ्नो आफ्नो गर्लफ्रेन्डको लागि के लिँदैछन् बजारमा बजार ठुलै लागेछ यहाँ के लिनु तब मन चाहे काम आएगा सबै सामान पाइन्छ लेडिजहरूको लागि सामान चाहिँ अलि महँगो छ लिने भयो लिने नत्र चाहिँ बाइकको चाबी राख्ने यसो लिने भयो राम्रो छ अनि अब बजार खेलिसके केटाहरू होइन सामान के आफ्नो घरको लागि यताउता खाने लाउने सामान लियो हामी अब जान लाग्छौँ अब यी केटाहरू आउँदैछन् केटाहरू आउँदै गर्छन् हामी अब जान लाग्छौँ टिकापुर पार्क यहाँदेखि पर्छ हामी जान लाग्छौँ